खानेकुरा रोज्दै हुनुहुन्छ जाउँ अब यता के रोज्दै हुन्छ भन्दै हेरौँ हाम्रो भान्जा आउनुहोस् सेलुमा बाबा इटली जानुभयो अनि मामु कता जानुभयो गुड मर्निङ सबै मित्रजनमा अहिले म रेलवेमा कफी सपमा चाहिँ कफी खाँदैछु अब आजको यात्रा भने उदयपुरसम्म छ अब रिमिक्समा हुनेछ अब जाउँ बाटोको दृश्य हेर्दै निस्कौँ ल रेलवे हुँदै हामी अहिले उदयपुर प्रवेश भइसकेका छौँ र उदयपुर प्रवेश भएको अवस्था छ अहिले र एकछिन यसो यता अहिले म यहाँ घना जङ्गल छेउछाउ छु गएर एकछिन उदयपुरको बजार घुमेर निस्कौँ हाम्रो रेस्टुरेन्टमा अहिले भान्जारामा बसेको छु भान्जा मोमो खाँदै हुनुहुन्छ अब हामी खान्छौँ एउटा रेड बुल खान्छौँ भान्जा कोक र मोमो स्वाद लिँदै हामी चाहिँ रेड बुल अहिले बेलुका रेस्टुरेन्ट हाम्रो रेस्टुरेन्टमा छौँ हाम्रो रेस्टुरेन्टमा भान्जा मोमो दिँदै हुनुहुन्छ म चाहिँ एउटा हेरेको अब भान्जा नास्ता खाएर मलाई लेखेर अब हामी निस्किन्छौँ घर जान्छौँ एकछिन हामी निस्किन्छौँ नास्ता खाएर निस्क्यौँ हामी जान्छौँ हामी मार्टमा गएर आउँछौँ यो मार्टमा जान्छौँ हामी सजिलो डिपार्टमेन्ट स्टोरमा हामी जान्छौँ भान्जाको आज एकदम भान्जाले जे लिनुहुन्छ त्यही आज चलो भान्जा आज मार्टभित्र हामी भान्जाले जे निकाल्नुहुन्छ त्यही भान्जालाई आज खुसी पार्नेछ खानेकुरा रोज्दै हुनुहुन्छ जाउँ अब यता के रोज्दै हुन्छ भन्दै हेरौँ हाम्रो भान्जा ल भान्जाले आफ्नो फुपूको लागि पनि लिइसक्नु भएको छ अब यता फेरि पनि रोज्दै हुनुहुन्छ भान्जा यहाँ अब क्यालकुलेटिङ हुँदैछ अझै आउँदैछ सामान अझै आयो अझै हो यति नै ल आउनुहोस् आज भान्जाको मोज हुने भयो है भान्जा मामा भान्जा सपिङ गरियो धेरै होइन त्यो चाउचाउ कोखहरू गरेर 2700 को सपिङ गरियो अब हामी बाइकतिर लाग्दैछौँ हाम्रो बाइक यहाँ छ अब हामी निस्किन्छौँ अहिले यहाँ हामी भान्जारामा घर आइपुग्यो भान्जारामा हल्का सपिङ गरे है भान्जा अनि दिल खुस भयो ल मेरो एक लौती भान्जा अहिले सातमा कति हो सातमा होइन सातमा अध्ययन गर्दै हुनुहुन्छ मेरो भान्जा ल ठिक छ स्कुलको टप हो कि के छ क्लास टप हो कि के छ भान्जा अहिले कतिमा छ कति रेन्जमा 5
5 मा आउँछ ल ठिक छ अब राम्रो गर्दै जाने अब अर्को वर्षदेखि 8 क्लास भनेपछि तपाईँ बिएलई होइन अहिले बिई भनिन्छ बेसिक एजुकेसन एक्जामिनेसन जिल्ला स्तरीय जाँच हुन्छ राम्रो पढ्ने है भन्छ ल बोर्डमा अर्को वर्षदेखि बोर्डमा हो कि होइन भन्छ ल ठिक छ अनि बाबाले अर्को बिहे गर्नुभएको रहेछ होइन ठिक छ बाबालाई पनि साथी चाहिन्छ हो कि होइन ओके नो प्रब्लम ठिक छ अनि यता आज क्यामेराम्यान भनेको चाहिँ मेरो कान्छी बहिनीले यसो हाम्रो भिडियो बनाउँदैछन् र कान्छी बहिनी यसो आमालाई पनि यसो क्यामेरा घुमाइदिने लु सबैतिर क्यामेरा घुमाइदिने यताउति ल हाम्रो बुढी आमा ल ओके चलो यो हाम्रो कोठेबारी यहाँदेखि यस प्रकारको छ कोठेबारी यसरी लगभग यहाँ तपाईँको 1 कट्ठाभन्दा बढी छ सिमाना यहाँ पर्यो सिमाना यहाँ यसरी छ हाम्रो पुर्खौली घर र हाम्रो पुर्खौलीको यो छ अलिकति यो सबै आमाले अहिले हेर्दै हुनुहुन्छ कोठेबारी यसमा तपाईँको कोदो पनि हुन्छ साग सब्जीहरू यसो आमाले रोप्नुहुन्छ यसो तरकारीहरू चाहिँ किनेर खानु पर्दैन ठिकै छ कोठेबारी सिमाना यहाँसम्म छ अहिलेको आमाले सबै रेखदेख आमाले नै गर्नुहुन्छ लगभग यहाँ 1 कट्ठाभन्दा बढी अनि यतापट्टिको घर चाहिँ ठुल्डाएको यता आमाको छ अनि यही हो अब यता अहिले लसुनको अलिकति छ सुक्खा सिजनले गर्दाखेरि यहाँ लसुन रोपिराख्नु भएको छ प्याज रहेछ प्याज रोपिराख्नु भएको छ अहिले सुक्खा सिजनले गर्दाखेरि अब बर्खा अब सुरु भइसक्यो बर्खायाममा यहाँ मकै एकदम टन्न हुन्छन् ठिकै छ यता हाम्रो लोकल अर्ग्यानिक सुँगुर गाँजा यता ल्याउनुहोस् यता अर्ग्यानिक तर अहिले त सानो रहेछ अस्ति ठुलो थियो त्यो चाहिँ बेचिसक्नु भयो आमाले अहिले यहाँ 2टा हिरोहरू प्योर अर्ग्यानिक 2टा हिरोहरू छ यहाँ अहिले ल अब हामी यता निस्किन्छौँ आउनुहोस् भान्जा फेरि जान्छौँ हाइदियो हामी सबै ओके एउटा टाइम पास लुडो खेल्दै हुनुहुन्छ धान यहाँ धान पनि अलिकति हाम्रो पनि यता आमाको खेती छन् यहाँदेखि तपाईँको बेली भन्ने ठाउँमा त्यहीँदेखि नै धान आउँछ आमा बहिनीलाई तपाईँको चामल चाहिँ किनेर खानु पर्दैन सबै खेतीदेखि नै आउँछ ठिकै छ र यता चाहिँ हाम्रो भान्जाको हिरो होन्डा स्कुल जाँदाखेरि यसमा चढेर जानुहुन्छ भान्जा ल ठिक छ ओके अब जाँचले गर्दाखेरि इमोले खोइ यसपालि राम्रै गर्यो भनेर भन्छ यसपालि सबै अब राम्रै गरेको छ भनेर भने पास त हुन्छ अब काकाकोदेखि निस्क्यो हजुर हजुर लु काकी है त लु बिदा ल ल अब जाउँ अब बाटो लागौँ काका ससुराकोमा पुगेर है अहिले म यता ससुरा फिर्दैछु हेरौँ को हुनुहुन्छ नमस्ते ल खै को हुनुहुन्छ खोइ सेलुमा आउनुहोस् सेलुमा बाबा इटली जानुभयो अनि मामु कता जानुभयो हो अहिले म ससुरालमा छु एकछिन हल्का बस बात मारेर म निस्किहाल्छु अब यहाँदेखि म सिधै धरानतिर लाग्दैछु ल अहिले म ससुरालदेखि निस्किसकेको छु
अब सिधै हामी घरतिर लाग्नेछौँ। यसरी छ। अब हामी बेलुका बजार निस्किँदैछौँ अनि त्यसपछि हामी सिधै धरानतिर लाग्छौँ। बाटो लागौँ। A few moments later. घर आइपुग्यो। अब त्यहाँ धारामा टुटी फेर्नु पर्नेछ। टुटी फेरिवरी आज कुकिङतिर राख्छु। आज कुकिङ सुँगुरको मासु आज आइपुग्यो घर। अब यहाँ कुकिङदेखि लिएर सबै आज गर्नुपर्नेछ। अब जाउँ सबै खानासानातिर हामी लागौँ। अब टुटी बनाउने तिर लाग्यो। अब टुटी यहाँ छ। टुटी बनाउने यसरी यहाँको धारा अब बनाउनु पर्ने अवस्था आयो। यसलाई खोलिन्छ। अब यो चेक ठिक छ। ओके छ। अब यसलाई यो प्लास्टिकले बेरिन्छ। टुटी जोडियो, मासु पिसहरू गरियो। अब भोट्नेतिर लाग्दैछु। यहाँ केटाकेटीहरू के गर्दैछ हेरौँ। नानीहरूको यस्तो हल्का एकछिन रमाइलो। र अब तरकारी बनाउनेतिर लाग्दैछु। यो छ हालत अहिले। जिउ दुखो, ढाड दुखो। अब तरकारी प्योर अर्ग्यानिक लोकल पाक्दैछ। अनि यसको मसला यहाँ चाहिँ रायो साग। ल अब यता तरकारी बनाउनुतिर लागे र हल्का व्यस्त हुन्छु। र आजको छोटो मिठो ब्लग यसो हेरिकन मायाको अवश्य गरिदिनु होला भन्दै आजको ब्लग यहीँ समाप्त गर्दैछु। जय नेपाल।